सभापतिका रूपमा तपाईले विश्वास गरेर आफ्नो भएको रहेको घरबाट विश्वास गरेर हाम्रो घरमा आउनुभएका तपाईलाई परिवारका रूपमा न्यानो स्वागत गर्ने कुराको म प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। नयाँ राजनीतिक दल हौ, पार्टी खुलेदेखि नै विभिन्न आक्रमणमा परेका छौँ। राज्य लाग्यो हामीमाथि, हाम्रो पार्टीको नाममा मुद्दा लाग्यो, चुनाव चिन्हमा मुद्दा लाग्यो, सभापतिमाथि मुद्दा लाग्यो, निरन्तर खेपिरहेको छु। यसका बावजुद पनि हामीले हाम्रो यात्रालाई रोकेका छैनौँ। यहाँहरू आएर हाम्रो यो यात्रा अझ बढी समृद्ध हुनेछ, हामीलाई विश्वास छ। यसबीचमा हामीले कयौँ साथीहरूलाई प्रशिक्षण पनि गर्न पाएका छैनौँ। हाम्रा कयौँ साथीहरू प्रतिबद्ध छन् तर प्रशिक्षित छैनन्। प्रशिक्षण नपाएको सङ्गठनले कहीँ कतै तपाईँहरूको मन दुखाएछ भने मलाई अघि तपाईँले छोरो भन्नुभयो, छोरो सम्झेर क्षमा गरिदिनु होला। तर मेरो कोसिस रहनेछ सभापतिका रूपमा कि आउनुभएका साथीहरूमाथि कसैले अपमान नगरौँ, कसैले अपशब्द प्रयोग नगरौँ, कसैले गाली गलोज नगरौँ। तर प्रशिक्षणको अभावमा सङ्गठनलाई हामीले धेरै समय दिन पाएका छैनौँ। मुद्दा मामिलामा झेलिँदा अनेक किसिमको यो राज्य आतङ्क र अनेक किसिमका आरोप प्रत्यारोपहरूमा झेलिँदा हामीले गर्नुपर्ने कयौँ चिजहरू छुटाएका छौँ। तर हामीले हिँड्न छोडेका छैनौँ, हामी निकै अगाडि बढेका छौँ। त्यसैले त आज सिङ्गो देशको आशा र उत्साहको रूपमा राष्ट्रपालाई हेरिएको छ। आज देश निराश भएका बेलामा, चुनाव हुन्छ कि हुँदैन भनेर चिन्ता भएको बेलामा राष्ट्रपाको पछिल्लो समय गरिएका सम्पूर्ण क्रियाकलापले, सहमतिहरूले के स्पष्ट पारेको छ भने अब देशमा केही हुन्छ भन्ने कुराको सञ्चार मानिसहरूमा बढाएको छ। त्यो आशा आजका लागि महत्त्वपूर्ण कुरा हो र यसैमा टेकेर तपाईहरू हामी सबै साथ मिलेर हामी यसलाई गन्तव्यसम्म पुर्याउनेछौँ र अन्य विभिन्न नयाँ र होनहार साथीहरूलाई जोड्ने क्रम निरन्तर अगाडि बढाएका छौँ। सँगै जोडिँदा दुईटा खोला पनि मिसिँदाखेरि दोभानमा अलिकति 1-2 किलोमिटरसम्म त त्यो पानीको दुईटा अलग अलग सङ्लो र धमिलो पानीहरू पनि देखिन्छ। तर अलिकति नाक दिनु होला, अलिकति धैर्य गर्नु होला, थोरै बग्न दिनुहोस् त। हामी सङ्लो हुन्छौँ, एउटै देखिन्छौँ, सँगै अगाडि बढ्छौँ। र विभिन्न समयमा हामीले आशा गर्दै, विभिन्न ठाउँ हुँदै, विभिन्न पार्टी हुँदै, विभिन्न अभियान हुँदै हामी यहाँसम्म आयौँ। हामी अब यहाँबाट अर्को घर जान चाहँदैनौँ भन्नुभएको तपाईँको यो अभिव्यक्तिलाई राष्ट्रपाले गम्भीरतापूर्वक लिएको छ र हामीलाई विश्वास छ तपाईँ हाम्रो साथ, हामी सँगै मिलेर यसैलाई नै एउटा अन्तिम गन्तव्य बनाउँछौँ। किनकि यतिखेर इतिहासले मागेको कुरा र हामीले खोजेको कुरा, वर्षौँदेखि तपाईँहरूले लड्नुभएको कुरालाई उपलब्धिमा हासिल गर्ने समयमा हामी आइपुगेका छौँ। यस इतिहासको अत्यन्तै महत्त्वपूर्ण कालखण्डमा हामी आइपुगेको हुनाले मलाई लाग्दछ यो तपाईँको मात्र होइन, राजनीतिक रूपमा हाम्रो पनि गन्तव्य हो। हाम्रो पनि यही हो गन्तव्य। हामी पनि अर्को मौकाको खोजी गरिरहेका छैनौँ। उपस्थित साथीहरू, राजनीतिक रूपमा परिचय बनाएका मान्छे मात्र होइन, राष्ट्रपासँग समाजका विभिन्न तह र तबकाका साथीहरू जोडिनु भएको छ। पछिल्लो समय हामीले सहमति गरेका साथीहरूबाट पनि समाजका विभिन्न तह र तबकाबाट जोड दिएका साथीहरू जोडिएका छन् र कतिपयले यसलाई पनि कटाक्षको विषय बनाएका छन्। चाहे विभिन्न दल हुँदै राष्ट्रसभामा आएकाहरूलाई कटाक्ष गर्ने कुरा होस् या नयाँ राजनीतिक गैर राजनीतिक मानिसहरू पनि राजनीतिमा आएको विषयलाई कटाक्ष गरेको कुरा होस्, म ती सबैलाई एकमुष्ट रूपमा के भन्न चाहन्छु भने मुलुकमा जब सङ्कट पर्छ, मुलुक जब राजनीतिक रूपमा अप्ठ्यारो परिस्थितिमा आउँछ, राजनीति गर्नेहरूले सही राजनीति जब गर्दैनन् त्यतिखेर देशका हर पेसाकर्मीले हस्तक्षेप गर्नुपर्ने हुन्छ। यो हस्तक्षेप गर्ने बेला हो, सबले हस्तक्षेप गरेको हो। यो तपाईँको हाम्रो आजको यो बृहत यो एकता, यो समायोजन, यो हस्तक्षेप हो। यो हस्तक्षेपले परिणाम दिन्छ। कविहरू आए, कलाकारहरू आए, मोडलहरू आए, खेलाडीहरू आए भनेर चिन्ता लिनुभएको छ कि कवि, कलाकार, मोडलहरूलाई कविलाई कविता लेख्न छोड्नु भएर तपाईँले कलाकारलाई कलाकारिता मात्र गरेर खाने बस्न दिनु भएर तपाईँहरूले दिनु भएन। त्यसकारणले हस्तक्षेप गर्न बाध्य भएर हर पेसाकर्मीहरू राजनीतिमा आएका हुन्। हामीलाई विश्वास छ ती सबै साथीहरूको साथले, यो एकताले र यो एकीबद्धताले हामी मुलुकलाई परिणाममा लिएर जानेछौँ। अब कुनै पनि किसिमका षड्यन्त्रको राजनीति नहोस्। मैले पार्टीको एकताहरूको धेरै समाचारहरू पढेको छु, देखेको छु, हेरेको छु। एकताको दिनमा अनुहारमा देखिएका आँसुहरूको पनि मलाई अन्दाज छ। त्यो एकताहरू भाँडिएका, भड्किएका र निराश भएका अनुहारहरूको पनि तस्बिर मेरो आँखामा झल्झली छ। आज यो मिलनको बेलामा
यो खुसियालीको बेलामा, यो सङ्गमको बेलामा मैले अन्य कुरा गर्नु त हुँदैन, तर तपाईँ हाम्रो प्रतिबद्धताको आधारमा नै तपाईँ हाम्रो मित्रताको आयु निर्धारण गरेको हुन्छ। यो हामीले नै प्रमाणित गर्नुपर्ने छ, अरू कसैले प्रमाणित गर्नेवाला छैन। देशको र इतिहासको यो आवश्यकतालाई हेरेर हामीले के गर्नुपर्छ, कसरी अगाडि बढ्नुपर्छ भन्ने कुरा हामीले तय गर्ने हो। राजनीतिक दलका रूपमा अघिल्ला पुस्ताका राजनीतिक दलहरूले चुनाव अगाडिको अप्राकृतिक लाग्ने गठबन्धनदेखि, प्रधानमन्त्रीका कार्यकाल बाँडफाँडदेखि, पार्टी सभापति र अध्यक्षमा कुर्सी नै काटकुट गरेर 2-3टा राख्नेदेखि विभिन्न अभ्यासहरू भए। हामी यो सबै अभ्यासको युगबाट एकैचोटि डिपार्चर लिने हो, एकैचोटि बाहिर। एउटा पार्टी, एउटा झन्डा, एउटा चुनाव चिन्ह, एउटा प्रधानमन्त्री, एउटा अध्यक्ष, एउटा सभापति, बस एकैपटक। अब हामी धेरै यो टालटुले राजनीतिको बाटोबाट जान सक्दैनौँ। त्यसकारणले हामीले सम्मानजनक मध्यम आय भएको देशमा पुर्याउँछौँ 10 वर्षभित्र भनेर हामीले यसै भनेका होइनौँ। र जुन उत्साहका साथ आज देशभर र विदेशमा समेत रहेका नेपालीहरूले जुन अन्दाज रासोपाको यो विस्तारलाई लिएर जुन उत्साह देखाउनु भएको छ, यो उत्साहलाई हेरेर म यति चाहिँ भन्न सक्छु, डाक्टर स्वर्णिम बग्नेल यहाँ हुनुहुन्छ, डाक्टर साहब आउने वर्षको बजेट लेख्न सुरु गर्नुहोस्। नेताका रूपमा, पार्टीका रूपमा हामीले के गर्नुपर्छ, हामी गर्छौँ। आफ्नो स्वार्थलाई अगाडि राखेर होइन, देशको स्वार्थलाई अगाडि राखेर। म बाचा गर्छु तपाईँहरूलाई, देशको हितलाई ध्यानमा राखेर नेताका रूपमा यो देशलाई निकास दिन, कुशासनको युगबाट एकैपटक बाहिर निकाल्नु, भ्रष्टाचारको युगबाट एकैपटक बाहिर निकाल्नु, नेताका रूपमा, पार्टीका रूपमा के गर्नुपर्छ हामी गर्छौँ। जनताका रूपमा तपाईँको हातमा काम होस्। यति मात्र होइन, अहिले चाहिँ देखिएको छ यसलाई ट्रेलर मात्र मान्नुहोस्, सिनेमा त हामी पनि देखाउँछौँ, सिनेमा त राजसभाले पनि देखाउँछ, तर प्रतिशोधपूर्ण होइन। प्रतिशोधको श्रृङ्खलालाई मैले बिर्सिसकेको छु। जुन दिन नोखुबाट बाहिर निस्के मेरो मुद्दाको मेरो तरबार त टाउकोमाथि बाँकी नै छ, मलाई त्यसको परवाह हिजो पनि थिएन, आज पनि छैन। त्यही भैरवामा कालकोठरीभित्र गोल घरभित्र थुनेर राख्दाखेरि पनि भ्रष्टाचारीको सातो लिने क्षमता चाहिँ मैले कहिले पनि घटाइनँ। मलाई मेरो चिन्ता होइन, किनकि देशले जबरजस्त परिवर्तन खोजिरहेको छ। परिवर्तन र इतिहासको पन्नालाई च्यात्ने, इतिहासको बहावलाई नै रोक्ने जुन प्रयास गरेको थिए त्यसको परिणाम हो। तर पार्टीका रूपमा, नेताका रूपमा हामी त्यहाँ पुग्छौँ जहाँ पुग्दाखेरि जनताले भोट हालिदिए भने देशले परिणाम दिन सक्छ, देश नयाँ बाटोमा जान्छ। हामी त्यसका लागि तयार छौँ। विशेष गरी पार्टी सभापतिका रूपमा मेरो काँधमा विशेष जिम्मेवारी आएको छ। यो विशेष जिम्मेवारीलाई म नेपाली जनताको विश्वासलाई साथमा लिएर र नयाँ आउनुभएका साथीहरूलाई विश्वासमा लिएर म दृढताका साथ निभाउँछु। म तपाईँलाई वचन दिन चाहन्छु, दायाँ बायाँ कहीँ कतै केही हुँदैन, कसैले दायाँ बायाँ गर्न पाउँदैन। तपाईँ हाम्रो हातमा आज पार्टीका रूपमा हामी जोडिएका साथीहरू र अहिले अगाडि बढ्ने साथीहरू हाम्रो हातमा अहिले यो हलमा भएका मान्छेको मात्र होइन, तपाईँहरूको घरमा भएका बालबालिकाहरूको भविष्य पनि अहिले हाम्रो काँधमा आइपुगेको छ। यो सानसुने कुरा होइन साथी हो। घरमा भएका साना केटा